ओके, अब हामी जगतबाट आजको यात्रा सुरु गर्दैछौँ, ड्याङसम्मको यात्रा। यहाँदेखि अब हामी सुरु गर्छौँ। ओके, अब हामी जगतदेखि सुरु गरिसकेका छौँ यात्रालाई। हामी अगाडि बढ्दैछौँ र हामी यताबाट अब हामी यता जगतको यतापट्टि खोलामा झुलुङ्गे पुलमा जाँदैछौँ। गाह्रो छ। झुलुङ्गे पुलमा आइपुगेका छौँ हामी। अब झुलुङ्गे पुल हुँदै जान्छौँ। Yes. Yeah, this is the film. We had already the coffee here, Manaslu Coffee Cafe Bakery. Very good. Yes. यो फिल्म हो। हामी कफी खाएर अब यो बाटो हुँदै अगाडि बढ्ने तर्खरमा छौँ। हामी त्यो बाटो हुँदै आएको पारी हेर्न सक्नुहुन्छ। सबैजना आउँदै हुनुहुन्छ र यो स्तूपा हो र मेरो साथी र यो प्रेयर फ्ल्याग्स र कफी। यो फिल्म मनास्लु ट्रेक, यहाँ प्रहरी चौकी सिर्दिवास, यहाँ पर्मिट चेक गर्नुपर्छ। मान्छेहरू काम गरिरहेका छन्। अब हामी एक्लै भट्टीबाट यता अगाडि लाग्दैछौँ। सिस्नो घारी, सिस्नो सबैतिर सिस्नो 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 मात्रै छ यतातिर। अनि तलतिर त्यो पनि सबै सिस्नो। आलु
रोपेको मकै अनि बस्ती माथि भिर अनि यसै भिरको मुनि खोलाको माथि गाउँ छ एक्लेभट्टी। र पुरानो तरिकाको घरहरू ढुङ्गाबाट दाउरा र घर यस्तो छ। अहिले हामी न्याकफेदी र चुमभ्याली जाने बाटोको बिचैमा यो झोलुङ्गे पुलबाट तरेर पारी आइसकेका छौँ र हाम्रो लार्के पासको यात्रा आज चाहिँ ड्याङसम्मको यात्रा जारी नै छ। हामी देख्न सक्छौँ एकदम पातलो सल्लाहको रुख जङ्गल भनौँ अब त्यो देख्न सक्छौँ। हामी यता न्याकफेदी तर्फ अगाडि बढ्दैछौँ। हुन्छ अब निरन्तर तपाईँहरूले यो भिडियो हेर्दै गर्नुहोला। न्याकफेदी पुग्दैछौँ हामी अब। न्याकफेदी आइपुगिसकेका छौँ है गाइस। अब न्याकफेदीबाट हामी यता खोलामा बुढी गण्डकी खोलामा यो झोलुङ्गे पुलमा पुगिसकेका छौँ है। यो झोलुङ्गे पुल चाहिँ माथिबाट ढुङ्गा खसेर हल्का बिग्रेको छ, तैपनि हिँड्न मिल्छ। खच्चरहरू पनि आउँदैछ है। अब यस्तो छ ल। अब हामी टेवाबाट अब ड्याङतर्फको यात्रा सुरु गर्दैछौँ है। अब मेरो साथी र म अब हामी अगाडि बढ्छौँ। ठिक छ, हेर्दै गर्नु होला। जमजम ड्याङतर्फ अगाडि बढ्दैछौँ। पानी पर्दैछ अहिले। दिउँसोबाट पानी पर्न सुरु गरेको हो र अहिले पानी पर्ने क्रम जारी छ। हामी जाँदैछौँ है।